जाँदैछु त इन्डिया, त्यही भएर तपाईँहरूलाई चाहिँ अब यसो इन्फर्मेसन दिइरहेको क्या। अब फ्लेभर हाल्दैछ यसले चाहिँ। अब यो चाहिँ कति 20 mg गर्ने हो, यो 20 mg गरेर नेपालमा चाहिँ 3 mg मात्र पाउँदो रहेछ क्या। बिस्तारै चलाउनु पर्छ, बिस्तारै। हामी चाहिँ ठ्याक्कैले भनेको कालिस्तान आइपुग्यौँ है त। जे भयो भयो, पुरानो आइडीबाट हुने कुराहरू भइहाल्यो। अब जस्तो नयाँ आइडीलाई पनि अगाडि बढाउनुपर्छ, सबैजनाले सपोर्ट गर्नु, माया गर्नु, सब्सक्राइब गर्नु होइन। यो तपाईँहरूले भने जस्तो त म गर्छु नि त, मलाई थाहा छ नि त। अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। ओके गाइज, सो आई एम रेडी। अनि पुरानो जस्तो एनर्जेटिक जिउ चाहिँ छैन, तर अब एनर्जेटिक नभए पनि भएन। अब समयअनुसारले बदलिनै सिक्नुपर्छ। अनि त्यही हो। ओके, अब लेट्स गो। इभिनिङ भयो, मौसम होइन, हल्का बेलुका भएर आएको छ अहिले मौसम। अनि म चाहिँ यसो निस्किरहेको छु। अनि म चाहिँ अब भोलि मुम्बई जाँदैछु, मुम्बई इन्डिया, बाइक किन्नुको लागि। अब कुन बाइक भन्नुहुन्छ भन्दा चाहिँ सुपर बाइक हो। तपाईँलाई अब सबैलाई थाहा छँदै नि छ, बाइक किन्ने समय फाइनली आइसकेको छ होइन। तर केही समय लाग्यो। अब युट्युब पनि बिग्रियो, युट्युब पनि ह्याक भयो। तर एउटा गुड न्युज चाहिँ के छ भने मेरो भ्युवर्सहरूलाई चाहिँ होइन, युट्युब चाँडै नै रिकभर हुन्छ भनेर मलाई म्यासेज चाहिँ आएको छ। तर कति दिन लाग्छ चाहिँ थाहा छैन क्या। आइडी रिकभर हुन्छ होइन, आइडी रिकभर नहुने होइन, आइडी रिकभर हुन्छ, तर कहिलेसम्म हुन्छ, कति दिन लाग्छ त्यो चाहिँ मलाई थाहा छैन। तर आइडी रिकभर हुन थालेको छ भनेर मैले न्युज सुनेको थिएँ। आइएम लिटल बिट एक्साइटेड होइन, त्यही भएर जस मैले यो भ्लग बनाइरहेको छु। अनि अब तपाईँलाई थाहा छ चाहिँ अब यो भ्लग भनेको मैले अब नयाँ आइडीमा हाल्ने हो। अब पुरानो आइडी स्टिल आइडो नयाँ होइन। अब पुरानो आइडी ब्याक भइसके पछाडि अभियसली म पुरानो आइडीबाट भ्लग हाल्छु। अब नआइन्जेलसम्म त स्ट्रगल गर्नु पऱ्यो नि त होइन। ल अब चाहिँ आफ्नै तरिकाले चाहिँ भिडियो स्टार्ट गरौँ है त। सो हे गाइज, गुड इभिनिङ एन्ड नमस्ते एभ्रीवन, इट्स योर बोय राइट द मर्न इज ब्याकिङ विथ द न्यू भिडियो। है त एभ्रीवन, आई होप सबैजना सन्चै हुन्छ होला। र म पनि बबालै सन्चै छु। बबालै सन्चै छु त भन्नै पऱ्यो, बट आइएम नट बबालै सन्चै होइन। अब तपाईँलाई थाहा छँदैछ नि त म अहिले कुन अवस्थामा छु भनेर। अनि त्यही हो, म चाहिँ अहिले इभिनिङ यसो नर्मल राइड गरिरहेको छु। अनि मेरो भाइ चाहिँ भर्खरै क्यानाडाबाट आएको छ, सन्दीप भाइ, मेरो ठुलो बाबाको छोरा होइन। अनि ऊ चाहिँ अलिकति तलतिर, उसो भएर तलतिर छ। अनि म उसलाई लिएर जाँदैछु होइन। अनि भाइलाई लिएर आउँछ, त्यस पछाडि चाहिँ यसो वरिपरि यसो घुम्ने हो हल्का फुल्का होइन। अनि तपाईँहरूसँग यसो कुरा सेयरिङ पनि गर्ने, अनि यसो के हो कसो हो सबै थोक कुरा गर्ने है त। अब सुरुमा भाइ भएको ठाउँमा जाउँ, अनि भाइलाई लिउँ, अनि त्यसबाट निस्क्यौँ है त। भनेको धाइदेन चोक आइपुग्यो होइन। अनि भाइ चाहिँ यतापट्टि बस्छ नि त, अनि त्यही भएर म भाइलाई लिन जाँदैछु। पहिले भाइलाई लिन्छु, अनि त्यस पछाडि चाहिँ आज हामी सायद आइगेस यता सालबारीतिर जानुपर्छ होला, यसो घुम्दै होइन। अनि यो साइड नगएको पनि धेरै भयो नि त। अनि यसो सालबारीतिर जाने घुम्ने, अनि तपाईँहरूसँग यसो दुःख साटासाट गर्ने होइन। अनि त्यस पछाडि फर्किने है त घरतिर। नमस्कार सबैजनालाई, नमस्कार। होइन म एकछिन उता बाहिर, एकछिन सालबारी गएको काम छ। ओइ सन्दीप, हजुर यहाँ भिडियो भ्लग आइरहेको छ यहाँनिर। मेरो भाइ चाहिँ सन्दीप भर्खर। हजुर ल, मेरो ठुलो बाबा उता आन्टीहरू सबैजना हिजो यहाँ चाहिँ प्रोग्राम थियो। हाई, नयाँ बनाएको, नयाँ युट्युब आइडी नयाँ बनाएको, पुरानो त हराइहाल्यो नि। आउने सम्भावना छ, आउँछ होला बिस्तारै। अनि यहाँ चाहिँ हिजो वर्तमानको कार्यक्रम थियो, त्यही भएर यहाँ अब यस्तो भिड छैन। ल हामी चाहिँ निस्केको, अब भरे कुरा गर्नुपर्छ यहाँ फ्यामिलीसँग होइन। के छ मेरो भाइ? एकदम गुड। के सुतिरहेको थियो दिनभरि? चाट मलाई साधन थिएन भने बोलाउनु पर्ने। म दिनभरि एक्लै यस्तो अल्छी लागेर बसेको अल्छी लागेर। ए उता गएँ नि,
लगाइज यहाँ चाहिँ अर्को एउटा सामान छ होइन यो चाहिँ हाम्रो प्यारो भाइले क्यानाडाबाट लिएर आएको भेको होइन प्रमोट चाहिँ हाने होइन फेरि तपाईँलाई देखाइरहेको जस भ्लगमा क्याप्चर गर्न मन लाग्यो क्याप्चर गरेको अनि यस्तै म पनि पछि किन्छु यो चाहिँ भाइको ल जान अनि त्यही हो अरू कुराहरू होइन अब हामी सालबारीतिर लाग्दिने के कता जाउँ सालबारीतिर जाउँ अब हामी सालबारीतिर लाग्दिने यसो घुम्दै घुम्दै अनि यसो चियासा खाएर फर्किने हामी हल्का हल्का रमाइलो 10% होला लेबर ल्याइनस् लगाइ जस्तै छ है हामी चाहिँ धारण चोकबाट भित्र डुलिरह हो अनि योबाट सिधै गयो भने चाहिँ दामी ठाउँ पुग्छ क्या अगाडि अब दामी ठाउँको त के एक्सन गर्नु अब आफ्नो चाहिँ अब हालत खराब भइरहेछ होइन अब जस जतिखेर पनि त्यो एउटै मनमा कुरा आउँदो रहेछ युट्युब छैन आफूसँग तपाईँहरूको पुरानो जुन तरिकाले भिडियोतिर आएको थियो त्यो भिडियो अब छैन त्यो भ्युज आउँदैन त्यो खालको सब्सक्राइबर छैन अलिकति गाह्रो त गाह्रै हुन्छ र पनि केही छैन नयाँ आइडीबाट पनि केही गर्छु म केही गर्न खोज्दै हो अनि तपाईँहरूलाई चाहिँ अब यत्रो दिन दिइरहेको थिइनँ मैले ब्लग होइन अब म भोलि चाहिँ जाँदैछु नि त इन्डिया त्यही भएर तपाईँहरूलाई चाहिँ अब यसो इन्फर्मेसन दिइरहेको क्या अब 81 मैले भ्लग आइहाल्यो भने तपाईँहरूलाई एकैचोटि कहाँ आउँ के हो भन्ने हुन्छ नि त त्यही भएर चाहिँ अब भोलि इन्डिया जाँदैछु आज चाहिँ यसो जाँदैछु कसरी जाँदैछु के हो कसो हो तपाईँलाई हल्का बुझाउनु सजिलो हुन्छ भनेर चाहिँ तपाईँले त्यसो भएर इन्फर्मेसन दिइरहेको र म मुम्बई चाहिँ कसरी जाँदैछु भन्दाखेरि चाहिँ म चाहिँ बाई रेलवे जाँदैछु क्या म चाहिँ ट्रेनमा जान आँटेको होइन अनि ट्रेनमा 2 जना साथी र म जान आँटेको अनि साथीकै नाममा बाइक निकाल्ने अब त्यो साथी पनि तपाईँहरूले भ्लगमा देखिहाल्नुहुन्छ भरे भोलितिर होइन कुराहरू यस्तै छ यस्तै हो चलाउँछस् चलाउनु त ल भाइले बाइक चलाउँछ म पछाडि बस्छु है त अब फ्लेभर हाल्दैछ यसले चाहिँ अब यो चाहिँ कति 20 mg गर्ने यो 20 mg गरेर नेपालमा चाहिँ 3 mg मात्रै पाउँदो रहेछ क्या उसले मलाई यो खालको सिस्टम हो क्या जस अब यो खालको चाहिँ एकदम दरो दामी हुँदो रहेछ यो प्रमोट चाहिँ हानेन फेरि भेप खान राम्रो छ नि तर विदेशी यो खालको भेप चाहिँ एकदम दामी रहेछ क्या यसै खालको भेप पायो भने त किन्दा अब तपाईँहरूले तर नेपालको भेप चाहिँ अलिक सोचेर आउँछ खानु होला पहिले चाहिँ प्रमोट हाने हो तर अहिले रिग्रेट हुँदैछ धेरै खाएर होइन तर यो खालको चाहिँ जस राम्रो लाग्यो अब यो चाहिँ कस्तो आउँछ तपाईँलाई त्यस्तो देखाइदिइहाल्छु बब्बाल स्मोक चाहिँ भइहाल्छ दामी आउँछ क्या ल मै बोक्छु गाइस अब चाहिँ मेरो प्यारो भाइले चलाइरहेको छ होइन गाडी भाइ कुदाउने दाइले सुपर बाइक निकालिसक्यो होला सुपर बाइक चलाउने भनेपछि यो रिसेन्टली आएको क्या 3-4 दिन मात्रै हुन्छ क्यानाडाबाट आएको होइन यो चाहिँ हाई एक्सपेक्टेसन गरेर आएको तर दाइले चाहिँ सुपर बाइक किन्न गएकै छैन क्या अब युट्युब बिग्रेर हो म अस्ति गइसक्थेँ होइन अब म भोलि जाँदैछु नि त अनि अब जस बाइक आउँछ चाँडै आउँछ अब बाइक आउँछ आत्तिनु हुँदैन आउँछ बिस्तारै चलाउनु पर्छ बिस्तारै हामी चाहिँ ठ्याक्कैले भनेको कालिस्तान आइपुग्यौँ है त अब जे भयो पुरानो आइडीबाट हुने कुराहरू भइहाल्यो अब जस नयाँ आइडीलाई पनि अगाडि बढाउनुपर्छ सबैजनाले सपोर्ट गर्नु माया गर्नु सब्सक्राइब गर्नु होइन यो तपाईँहरूले भने जस्तो त म गर्छु नि त मलाई थाहा छ नि त तपाईँलाई पनि थाहा छ म कस्तो खालको मान्छे हो होइन ल कालिस्तान आइपुग्यो है त
यस्तो दामी इङ्ग्लिस बोल्छ होइन म चाहिँ यसले बोलेको इङ्ग्लिस बोल्नै सक्दिनँ क्या खतरा बोल्छ क्या तपाईँहरूलाई फ्रीमा आइएल्स क्लास गर्नु छ भने यसलाई रिक्वेस्ट पठाउनु होला हामी चाहिँ अलिकति हिँड्ने बित्तिकै होइन थाइजन चोकबाट भित्र छिर्ने बित्तिकै अलिकति निस्किने बित्तिकै यस्तो दामी पिसफुल ठाउँ छ होइन चिया बगान हेर्नु न यस्तो बबल छ चिया बगान चियाबगानको लागि चाहिँ कुण्डमिलम पुग्नै पर्दैन यहाँ नजिकै छ क्या चियाबगान बगान अब हामी यहाँ चाहिँ बस्छौँ 2 मिनट अनि यसो गफसप गर्छौँ त्यो साइडबाट पनि नभन्दै एकछिन यसो अब हाम्रो कुराहरू यसो गर्छौँ सानोतिर त्यसबाट हामी सालबाट जान्छौँ अलिक ल त्यो मिस पाएर हान्ने कि एकलट पड्काउँछस् पड्काउन आउँछ पड्का त ल पानी पनि जस बवाल पर्न आँटेको छ यु क्यान सी होइन गाइस एकदमै बवाल पानी पर्न आँटेको छ अनि ठाउँ एकदमै बवाल चिल छ होइन अनि जस हेर्न सक्नुहुन्छ चिया बगानहरू बवाल खालको छ हाम्रो बाइक पनि यहाँनिर छ अनि जस त्यस्तै छ भनौँ न के भन्न चाहन्छस् दाइको युट्युबमा नयाँ हाम्रो भ्युवर्सहरूलाई Subscribe, guys. के भन्थ्यो सही मैले बुझिनँ We're यार gonna bounce back stronger. ब्याक स्ट्रङ्गर गाइज अनि अरू अनि जस्तै हाम्रो अब भ्युवर्सहरू चाहिँ अब कतिजना अब नयाँ सेलिब्रेटीदेखि लिएर चेला बेटाहरू पनि आउनुहुन्छ होइन उहाँहरूले चाहिँ के भन्न चाहन्छस् हार नमान्नु होला होइन हार हामी मान्दैनौँ तपाईँहरू चाहिँ के नमार्नु माया नमार्नु होला माया नमार्नु, अनि जस्ट टेल देम इन युर ल्याङ्ग्वेज keep supporting, guys. We're gonna bounce back. This is Ani- just the beginning idea over here. You can just follow me back. Yeah, you can just follow me back. Follow me and I'll follow you back. Yeah, of course I will follow you guys back. Hope to see you guys subscribing, loving this guy, this young guy This fellow. with a lot of energy in him. Yo, Thank you. keep up, guys. ल अब त मलाई देखा अझै सब मेरो भाइले भने तपाईँले सुनिहाल्नु भएन आई डोन्ट नो हाउ माई लुक्स इज कमिङ इन बियर अनि त्यही हो ल एभ्री वान गाइज मेरो आइडी ह्याक भएको छ ह्याक भएको थियो ह्याक भएकै छ रिकभर हुँदैछ रिकभरी सुन हुन्छ तर त्योभन्दा त्यत्तिकै अब त्यो आइडीलाई म पर्खेर बस्न सक्दिनँ बिकज मसँग अहिले पनि एनर्जीहरू धेरै बाँकी छ अब मेरो एनर्जीलाई लस गर्न मलाई चाहिएन मैले नयाँ आइडी बनाएँ सबैजना यो भिडियो नयाँ आइडीबाट हेर्दै हुन्छ सपोर्ट गर्नुहोस् र म भोलि इन्डिया जाँदैछु मुम्बई ट्रेनबाट म जेपिजी एउटा रोड छ यहाँ इन्डिया सिलगढी त्यहाँबाट ट्रेन चढेर जाँदैछु मेरो भोलिको ट्रेन छ र भ्लग पनि आउँछ मेरो इच एन्ड एभ्री भ्लग आउँछ सुपर बाइक किन्न गएको कसरी किनेको के एभ्रिथिङ आउँछ तपाईँहरूले सबै भिडियो हेर्नु सपोर्ट गर्नु माया गर्नु किप सपोर्टिङ नि र कुन सुपर बाइक आउँछ त्यो म तपाईँहरूलाई उहीँ गएर भन्छु तर म कुन सुपर बाइक ल्याउँछु उहाँ पनि एक्सप्लोर गर्दिनँ लाइक एक्सपोज गर्दिनँ बाइक चाहिँ म नेपालमै ल्याएर सबैजनाको अगाडि यस्तो बनाएर निकाल्छु होइन कुन बाइक हुन्छ भन्दा र अब कुराहरू त्यस्तै हो धेरै कुराहरू केही बोल्न मन लागेन आई डोन्ट हेभ एनी वर्ड्स किनकि माई मुड हेज बिन फक्ड अफ बिकज अब त्यो त्यस्तो च्यानल राम्रो च्यानल चाहिँ अब त्यस्तो भइसकेपछि अभियसली नराम्रो फिल हुन्छ कुराहरू त्यस्तै हो होइन अब लास्ट टेन्सनहरू एकछिन भेटिहाल्छु ल थ्याङ्क यू सो मच ब्रदर त्यहाँ दुःख भनिरहेको छु बाहिर लान्छ कि पचाउँछ क्या पचाउँदैन अनि त्यही हो ल अब हामी एकछिन यहाँ बस्छौँ जान्छौँ अनि त्यस पछाडि भिडियो सबै हेर्नु सपोर्ट गर्नु ल अब भोलि एकैचोटि हामी ट्रेनमा भेटौँ ल बाई बाई चाहिँ हामी यहाँ एकछिन बस्यौँ होइन अनि भाइलाई म अप्सन दिन्छु सालबारीमा गएर चिया खाने कि जयपुरमा गएर चटपटे खानु भन्नु ल भाइले चटपटे खाने भने अब हामी जयपुर जाने जयपुरमा गएर हाम्रो दिपक भाइकोमा मिठो चटपटे खाने अनि त्यसो गाइज हामी यहाँ एकछिन बस्यौँ होइन अनि यसो हामीले फोटोसोटो खिच्यौँ तपाईँहरूले फोटो देख्नु भएन ल म फोटो देखाइहाल्छु ल लु फोटो हेर्नु ल बस भाइ ल फोटो हेरिहाल्नु भयो अब हामी चल्दै गयो ल ओके गाइज अब चाहिँ हामी निस्केको होइन अब चाहिँ हामी यो बाटो सिधै अगाडि गएर चाहिँ जयपुर जाने बाटो छ हामी त्यतापट्टि गइदिने होइन अनि हामी जयपुर चोकमा गएर दाजुभाइ चटपटे खाइदिने हाम्रो दिपक भाइको पसलमा अनि चटपटे खाएर हामी के गरिन्छु सबै हेर्नु न सबै थोक तपाईँहरूले क्याप्चर गरेर देखाउँछु म यो
बाटो गयो भने चाहिँ हामी सर्टकट पुग्छौँ कि उताको बाटोमा जग्गा सर्टकट भेटिन्छ क्या हामी जयपुर आइपुग्यौँ क्या अब उताबाट आउँदाखेरि चाहिँ धेरै लामो पर्छ त्यो बिचको बाटो यहाँ चाहिँ हामी आधा दिनै बाटो आइपुग्यौँ क्या तपाईँले सीधा देखा ना सारे सर देखा ना सीधा हाँ छोड़ दे कस्तो पड्किन्छ यो जयपुर मेरो लागिरहेको छ क्या अस्ति आएको बाटो यो हो क्या हामी रातिको अस्ति दुर्गेश थापेर आएको यो यहाँ जयपुरमा चाहिँ मेला पनि लागिरहेको छ क्या गाइस हामी चाहिँ फाइनली जयपुर आइपुग्यौँ होइन अनि भाइले मिसहरू सुन्न मन गऱ्यो मैले एउटा मिसहरू पनि दिइहालेँ तपाईँ देखिहाल्नु भयो अब चाहिँ हामी जयपुरको सबैभन्दा फेमस यो जयपुर चोकको सबैभन्दा फेमस चटपटे पसल हाम्रो दिपक भाइको चटपटे पसल छ होइन ठ्याक्कै यो अगाडि यहाँ तपाईँ जयपुर आउँदाखेरि के याद गर्नु भने यहाँ दुईवटा चटपटे पसल छ क्या एउटा तल्लो छ एउटा माथ्लो छ माथ्लोमा तपाईँहरू आएर अभियसली खानु होला यस्तो दामी चटपटे पाउँछ यहाँनिर अनि यो चाहिँ हाम्रो फेमस पसल हो क्या दिपक भाइको फेमस चटपटे पसल आइपुग्यो के छ दिपक भाइ सन्चै छौ ल अब तिम्रो चटपटे खाने आज ल ठिक छ हामी चाहिँ आइपुग्यौँ होइन हामी जयपुरमा अहिले फाइनली अनि हेर्न सक्नुहुन्छ हाम्रो जयपुर रिएक्सन चाहिँ भिडियो गरिस् त्यहाँको ल अब हामी यहाँ चटपटे खान्छौँ तपाईँ चटपटे खाएको इन्जोय गर्नु होला ओके गाइज गुड न्युज फर एभ्री वान भ्युवर्स म चाहिँ अहिले जयपुर चोकमा छु होइन हाम्रो झापाको जयपुर चोकमा छु विथ माई ब्रदर अनि सबैजनालाई सानो गुड न्युज दिन मन लाग्यो मेरो युट्युब चाहिँ चाँडै नै रिकभर हुँदैछ अरे भनेर मैले मेसेज पाएँ होइन अब मेरो विदिन 5 to 6 डेजमा चाहिँ मेरो युट्युब प्रपरली रिकभर हुन्छ भनेर चाहिँ मैले बिहान सुन्नमा पाएँ मलाई बिहान फोन आएको थियो काठमाडौँबाट अनि आइएम एक्साइटेड अनि त्यही भएर चाहिँ मैले भ्लगहरू बनाएको छु नयाँ भ्लग चाहिँ हाम्रो दिपक भाइलाई चाहिँ चटपटे अर्डर दिइसकेको छु हामी चटपटे वेटिङ गरेर बसेको छैन भाइ बबलसँग चटपटे बनाइरहेको छ ल हाम्रो चाहिँ फाइनली चटपटे आइसकेको छ गाइस होइन यो चाहिँ हाम्रो स्पेसल किलो चटपटे यो नै किलो खान्छ नि आउँछ ल मेरो पनि चटपटे आइपुग्यो होइन अब म पनि खान्छु अनि खाइसके पछाडि हामी निस्किने त ल भाइ तिम्रो पनि आउँदैछ वेटिङ है भाडा पनि बनाएको एउटा दामी ल हाम्रो पनि आउँदैछ ल ओके गाइज हामी चाहिँ फाइनली चटपटे पानीपुरीहरू खाइसक्यौँ हाम्रो प्यार दिएको भाइकोमा होइन भाइ कस्तो लाग्यो तपाईँ अब चाहिँ हामी निस्केको अनि सायद आजको भ्लग चाहिँ यति नै गर्नु पर्ला किनकि पानी पर्न आँटेर एभ्रिवन गाइज थ्याङ्क्स फर वाचिङ माई भिडियो थ्याङ्क्स फर वाचिङ थ्याङ्क्स फर लभिङ डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब भन्दै सबजनालाई बाबा है त ल यो चाहिँ मेरो साथीको कुकुर है त ल यसलाई पनि मलाई भ्लगमा हाल्न मन लाग्यो भने यो चाहिँ साथी भइहाल्यो यसो कुकुर नयाँ कुकुर ल ए पछि ठुलो है चाहिँ यसलाई म भ्लग देखाउँछु तर मलाई यसलाई सानो क्लिपमा हाल्न मन लाग्यो है त ल एकदम राइडर मनिसको फ्यान भइसक्यो